हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ मैले सुकुटी अचारको रेसिपी लिएर आएको छु। तपाईहरू हेर्न सक्नुहुन्छ। साथीहरू, आज चाहिँ मैले सुकुटीलाई सानो कट गरेर फ्राई गरिसकेँ। साथमा लसुन र अदुवालाई पनि कट गरेर राखिसकेँ। अनि जिरा र धुलोको पाउडर बनाएर राखेको छु। मेथी, साथमा खुर्सानीको धुलो, बेसार अनि तोरी पनि राखेको छु। अनि साथीहरू, जुन लसुन र अदुवालाई मैले कट गरेर फ्राई पनि गरिसकेँ र साथै तेल पनि तताउँदैछु कराईमा र साथै मेथी पनि एड गरेँ मैले। साथीहरू, तोरी पनि एड गरेँ र साथै मिठा सोप पनि लगाएको छु। अनि साथीहरू, स्वाद अनुसारको जिराको धुलो र धनियाको धुलो पनि मैले एड गरेँ साथीहरू। अनि गरम मसला पनि मैले स्वाद अनुसारको एड गरेँ, हजुरहरूले देख्न सक्नुहुन्छ। र साथै धुलो खुर्सानी पनि लगाएको छु। जुन फ्राई गरेको लसुन र अदुवाको पेस्ट पनि लगाएँ साथीहरू। यसरी नै साथीहरू, मैले सुकुटीको अचार बनाएको छु। सुकुटीको अचार पनि रेडी भइसक्यो साथीहरू, तपाईहरू हेर्न सक्नुहुन्छ। हेर्नुस् त, हेर्दा पनि कति राम्रो देखेको, खाउँ लाग्दो। साथीहरू, मैले अब सुकुटीको अचार पनि चाखेँ। एक फर्स्ट बाइट गर्छु है। मिठो छ, टेस्टी छ। हेर्नुस् त, फेरि मैले साथीहरू वान बाइट गरेँ। मिठो छ, टेस्टी छ। तपाईहरू पनि बनाएर खान सक्नुहुन्छ यसरी नै। अहिलेसम्म साथ सपोर्ट गरिदिनु भएकोमा धन्यवाद। लाइक, सब्सक्राइब एन्ड कमेन्ट प्लिज।